हेलो गाइज वेलकम टू माई अनदर ब्लग। मेरो यो नयाँ ब्लगमा स्वागत छ। अनि म चाहिँ फेरि अर्को नयाँ भिडियोको साथ हजुरहरूको सामु उपस्थित भइसकेको छु। आज चाहिँ लास्टै पानी परेको छ होइन, बुटोलमा 3-4 दिन भयो लास्टै पानी परेको छ। अनि चाहिँ के कस्तो छ बुटोलमा यस्तो स्थिति बुझौँ न त होइन। त्यही भएर यसै म भ्लग बनाउँदै हिँडिरहेको छु। अहिले चाहिँ लास्टै पानी परेको छ। अनि मैले चाहिँ चस्मा लगाएको छु कि होइन, चस्मा लगाएपछि यसो मौसम पनि राम्रो देखिन्छ होइन। अनि अरूले यसो लाज पनि लाग्दैन क्या भिडियो बनाउँदा। अनि म चाहिँ आज पानी भ्लग बनाएको छु। बिहानै उठेर भ्लग बनाएँ। आज चाहिँ हिजो जोस जागर चलेको थियो नि त। हिजो मैले सोचेर सुतिसकेको थिएँ मैले भोलि भ्लग बनाउँछु भनेर। अहिले चाहिँ यस्तो पानी परेको छ लास्टै। अनि त्यही भएर मैले चाहिँ आँखामा चस्मा लगाएको छु। त्यहाँ छ्याक्क देखाएको छ है, चस्मा लाउँदा त अँधेर देखाएको छ। त्यही पनि केही छैन, चस्मा पानी परेर सबै कालो देखाएको छ। अनि चाहिँ मौसम चाहिँ आज यस्तो छ छ्याक्क होइन। म चाहिँ आज साइकलमा एक राइड हान्न गएको छु। मैले चाहिँ यो छाता हटाउन सकेको छैन होइन, त्यही पनि बनाइरहेको छु। सबैले हेरेर साथ सपोर्ट दिनु होला, भाइलाई माया गरिदिनु होला भन्न चाहन्छु। त्यही हो, अहिले चाहिँ यस्तो छ सुनसान छ होइन। बिहान अहिलेको 6 बजिसक्यो। अनि म चाहिँ उठेर ट्याकटुक मुखसुख धोएर आज चाहिँ पहिली बार छिटो उठेर भ्लग बनाउन जाँदैछु। मैले चाहिँ युट्युबमा सब जताततै देखेको थिएँ नि त। अनि अहिले चाहिँ पानी परेर पुरा बुटोलमा पुरै बुटोल डुबेको छ अरे भन्ने सुनेको थिएँ। त्यही भएर यसो यहाँदेखि लिएर बुटोलसम्मको यात्रा हेर्न जाँदैछु। म चाहिँ 3-4 दिन भयो क्या लगातार पानी परेको बुटोलमा चाहिँ। अनि त्यही भएर चाहिँ म चाहिँ आज यसो गइदिउँ न त राइडमा होइन, के छ र। त्यही भएर चाहिँ जाँदैछु। अनि चाहिँ 2 आन्टी छाता लिएर हिँड्दै भयो ट्याक। यो बाटो पनि कहिले बन्ने भएन क्या। म 10 क्लाससम्म पढ्दा पनि यस्तै थियो, अहिले पनि यस्तै छ होइन। नेपालको सरकार परिवर्तन भएको भएछ, तर यो बाटो चाहिँ कहिले हुने खोइ थाहा छैन। हाइवे रोड पनि यस्तो छ हेर्नुहोस्। सबै जनताहरूले कति यहाँबाट हिँड्न मुस्किल पार गरेको छन्। पुरा स्कुलहरू बिचरा जुत्ता कोट प्यान्ट डड्काएर आउँछन्। त्यही माथि गाडीहरूले यस्तो पानी छेप्दिएर बिचरा हिलो पारिदिन्छ। गाडी सवारी चलाउन पनि कति गाह्रो छ है। 2 आन्टीहरू त हिँड्नु कति। अनि मलाई पनि हिँड्न लास्टै गाह्रो भएको छ। आज चाहिँ म चाहिँ पानी भ्लग बनाएको छु। सबैले माया गरिदिनु होला। मैले चाहिँ मिहिनेत गरेको छु होइन, हजुरहरूले साथ सपोर्ट दिनुहुन्न र त मलाई यसो दुःख लाग्छ होइन। अहिले चाहिँ यो बुद्धनगर, म चाहिँ अहिले बुद्धनगर आइसकेँ। बुद्धनगरमा चाहिँ यस्तो छ है, पुरा सुनसान छ। अहिले चाहिँ बल्ल सटरहरू खोल्ने कार्यक्रम सुरु हुँदैछ हेर्नुहोस्। भनेपछि म कति बजी आएको होला सोध्नु न तपाईँहरूले। मेरो मोबाइलमा चाहिँ पुरै पानी मोबाइलमा चाहिँ पुरै पानी पसेर चाहिँ केही देखेको छैन। चस्मामा पुरै कालो भएको छैन। अनि मान्छेहरूले हेऱ्यो होला मलाई, बुटोल चाहिँ पुरै डुबेको छ अरे भन्ने सुनेको थिएँ। त्यही भएर म चाहिँ आज यसो बुटोल त डुबेको छैन खोइ। बुटोल त डुबेन त गाइज। म त बुटोल त पुरै डुब्यो होला भनेको त। म चाहिँ तिनो खोला देखाउँछु है तपाईँहरूलाई। पुरै अटोहरू हिँड्नु भएको छ। मैले चाहिँ चस्मामा पुरै पानी परेर केही देखेन। ठोक्यो, धन्नै ठोक्यो क्या। यताको होटेल चाहिँ खुलिसकेको रहेछ। मेरो चाहिँ अलि बानी नराम्रो छ क्या। के बानी नराम्रो छ भन्दा म चाहिँ अलि छिटो बोल्छु क्या भिडियोमा। त्यही भएर चाहिँ अलि यो बानी चाहिँ हटाउनु पर्छ। अलि स्लो बोल्नु पर्ला सायद। पछि सबै मान्छेहरूको हेर्ने कार्यक्रम यहाँ भिड रहेछ। तिरो खोला त लास्टै ठुलो आएको रहेछ त। हेर्दैन त हामीले पनि। अन्त गाइस तिनो खोला क्या ठुलो आइरहेको छ त्यहाँ। मेरो मोबाइल खस्लाई अङ्कल बढेको त तिनो खोला त लास्टै है। यहाँको अब यो छेउछेउको बासिन्दाहरूलाई चाहिँ असर पर्ला जस्तो हो क्या। अब पहिरो ए सायद थुनिन्छ फेरि त बाढी खोल्दा होइन। 81 हात आउनु सक्छ क्या यहाँको। पोहोर साल चाहिँ ऊ त्यहाँको छेउको तोडेर चाहिँ माथिको उसलाई घरहरूलाई चाहिँ असर परेको थियो। अहिले चाहिँ केही हुनसक्छ है। यसो खोला किनारा नजिकमा रहेका बासिन्दाहरूले चाहिँ अब ध्यान पुर्वक
बाटो त आएको छ, यस्तो सोचिदिनु होला। के गर्नु त गाइज, अब बाध्यता पनि छ क्या खोला किनारमा बस्ने, किनकि अब हामी चाहिँ अब गरिब खानदान होइन, मिडल क्लास फ्यामिली। अब नम्बरीमा पनि त किन्न सकिन्न नि। अब त्यही भएर चाहिँ हामीले अब सुकुम्बासी भए पनि त यसो थोरै पैसामा किनेर भए पनि हामीले अब जग्गा बनाइयो थोरै। अब पानी पर्दा अति नै छान त चाहियो हामीलाई, त्यही भएर चाहिँ आफ्नो फ्यामिली पाल्न पर्यो होइन। त्यही भएमा पनि बस्न यसो हुन्छ कि भनेर घरसर बनाइन्छ। हेर्नु त के अन्त, अब यस्तो बाढी पानी आउँछ, बाढी पर्छ, बाढीहरू आउँछ होइन, त्यहाँबाट दुःख दिन्छ। कतिको चाहिँ घरमा पुरा पानी पस्यो होला अहिले चाहिँ। यता चाहिँ मान्छेको पुरा हेर्ने भिड छ। लास्टै यता पनि त लास्टै ठुलो आएको छ क्या बाढी, हेर्नु क्या ठुलो छ। सोच्नु त तपाईँहरूले हेर्नु चाहिँ यो मोबाइल खस्लाहरू भन्दा पनि त्यही डर लागेको छ। म चाहिँ आएर के छ भाइ, सन्चै नाके भाइ, के छ बाढी हेर्न आइदिएको? ए के बोल्दिनौ त कहाँ घर? बुद्धनगर हो र। मैले त यसो चस्मा खोलेको त क्या लाज लाग्यो र मलाई त यार। चस्मा नखोल्दा चाहिँ लाज लाग्दैन। यो यस्तै छ क्या चस्माको पावर चाहिँ। अब चस्मा लगायो भने चाहिँ यसो सबै अँधेर देखिन्छ नि त होइन, मान्छे पनि जापानिज टाइपको देखिन्छ क्या, ब्लर झिर्झे देखिन्छ। त्योहरू चाहिँ चस्मा खोल्यो भने हेर्नु त कस्तो सफा देखिएको। हेर्नु क्या बाढी, तपाईँहरूले देख्नु भएको छैन होला है यत्रो बाढी। हेर्नु कति ठुलो आएको छ। भन्छ ढुक्क सियर अब बुटल चाहिँ डुब्छ भन्ने जानिन्छ है। अलि अब अझै माथि आयो भने चाहिँ सियर यतातिर भेट्छ होइन। अनि ऊ त्यो घरहरू देख्नु सक्नुहुन्छ तपाईँले। हेर्नु त त्यो घरको यति किनारमा बाढी छ, तिनो खोला, अनि त्यति नै माथि चाहिँ घर छ क्या। बिचराहरूलाई कति सकस पऱ्यो होला होइन। मान्छेहरू बढै छ, यो खोला हेर्नेको घुइँचो बढेकै छ। तर के गर्ने बिचरा आफ्नो मान्छेहरूलाई चाहिँ यसो मनोरञ्जन दिन आएको छ नि। तर के गर्ने यो खोला छेउको मान्छेहरूलाई चाहिँ कति गाह्रो भएको होला, कति कष्ट परेको होला। बिचरा फ्यामिलीहरू तटस मटस भयो होला, उकुस मुकुस भयो होला, कतिजना के गरौँ भयो होला होइन। म त्यही भएर चाहिँ हिँडेँ। म चाहिँ लागेँ है गाइज। ल मेरो कुरा कसले सुनिदिन्छ र है। यस्तो छाता पुरा ओढेर हिँडिरहेको छु पानीमा भिज्दै। तर मेरो सङ्घर्ष कसले बुझ्छ गाइस, तपाईँहरूले त बुझ्ने माया गरिदिनु होला है। यो चाहिँ किनो खोलाको पुल। म चाहिँ बुद्धनगर आइसकेँ। अब बुद्धनगर यो चाहिँ उताको बुद्धनगरको पारी टुप्पो, यो चाहिँ वारी टुप्पो है। यो चाहिँ पारी, त्यो चाहिँ वारी। ठ्याक्क पारी पुग्दा बित्तिकै अहिले चाहिँ देवीनगर आइसकेँ म। बसेर चाहिँ मोटो भाइ दौडी हिँडिरहेको रहेछन्। मेरो छाताले मुस्किल पारो नि त हो, छाताले यार। म चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा देवीनगर आइसकेँ। यो चाहिँ हाम्रो ब्ल्याक फरेस्ट। हामी चाहिँ के खान आउँछौँ होइन, साथीहरूको बर्थडे हुँदा। मौसम चिसो छ, च्यालेन्ज हानिरहेको छ गाइज मौसमले है। आजको मौसम चिसो छ, च्यालेन्ज हानिरहेछ। जाउँ न साथी, खाइदिउँ न एक ठर्रा। खाइदिउँ। कतिको खाने? खाइदिउँ न त सिधै स्याउको भोड्का। ल मैले चाहिँ लास्ट गाह्रो भयो नि त होइन। अब यसो घर गइन्छ, त्यहाँबाट स्याउको भोड्का कस्तो मिठो हुन्छ होला है। सर पिउँदाखेरि जाडोको बेग्लै आनन्द हुन्छ नि त, पानीमा भिज्नेको आनन्द। कति सोच्नु त गाइज, म चाहिँ कति रमाइलो गरेँ ल अहिले। तपाईँहरू बिचरा त्यो सिराकमा भिज्दै, त्यो सिराक ओढेर भैँसी जस्तो सुत्न, त्यस्तो नै लाइफ हुन्छ। बिहान हेर्नुहोस् न, यस्तरी घुम्नुहोस् चिलपाडामा। मैले जस्तो भिडियो नबनाए पनि घुम्नुहोस् न आनन्दले, अन्टीहरू जस्तै हेर्नुहोस्, घुम्नुहोस् होइन। आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ। फेरि पानीमा भिज्ने होइन नि त। म चाहिँ यसो भ्लग बनाउनलाई भिजेको थिएँ,
मेरो चाहिँ छाता उल्टेको छ होइन गाइस, मैले चाहिँ थाहै नपाएको क्या भिडियो बनाउने चक्करमा। कस्तो साइको होला म, सोच्नुहोस् न, भिडियो बनाउने चक्करमा छाता उल्टेको थाहै नपाएको क्या मैले। यहाँ चाहिँ हाम्रो होलसेल रेट, होलसेल लाग्छ होइन, 200, 500, 1000, 200देखि 1000को। म चाहिँ एउटा कपडा किन्न आएको थिएँ, मैले चाहिँ 1000 रुपियाँ चढाएर गएको थिएँ। यहाँ 2 दिन खप्यो त्यो कपडा, फेरि 2 दिन रङ उत्रिहाल्यो क्या। एक दिन लगाएँ, अर्को दिन धोएको, पुरै च्यातियो रङ गएर। होइन राम्रो पनि हुन्छ, मैले चाहिँ 1000 रुपियाँ खाले लिएको थिएँ। त्यो चाहिँ अलि नराम्रो क्वालिटी परेको थियो होला। अब यस्तो ट्राफिक नियमको पालन गर्नु पर्यो। जहाँ पनि जस्तो हेर्नु त गाइस, हेर्नु न, त्यो डाँडा देख्नुहोस्, यहाँदेखि बिचबाट सर त्यो डाँडाले हेर्दै आनन्द लिनुहोस्। कति राम्रो छ नि नेपाल है, प्रकृतिले भरिपूर्ण हाम्रो देश नेपाल। तर के गर्नु, भ्रष्टाचारीहरूले श्रीलङ्का जस्तो बनाउन थालिसके। ग्यासको भाउ 2025 पुग्लाइसक्यो। के अन्त गाइस, कसरी चल्ने हो? मुस्किल पऱ्यो त हो नेपालमा बस्न पनि। कति बेला त लाग्छ किन नेपालमा जन्मिरहेछु र। देश चाहिँ देशभन्दा पनि देशै भनौँ, देश चाहिँ गजब के हो नि त नेपाल। हेर्नुहोस् न, यसलाई युज गर्न जाने भने चाहिँ यही देश कति धनी हुन्छ क्या। हाम्रो देश नेपाल कति, हेर्नु न कति आनन्द छ। मौसम पनि कति चिल, यही बाटोमा सुत्दिउँ जस्तो आनन्द। तर के गर्नु, अरूको घरहरू पऱ्यो, आफ्नो घर चाहिँ खोलाको छेउमा छ। यत्रो घरहरू त कहिले बनाउने होला हामीले है। सोचेको म त आन्टी जापानिज आन्टी, जापानिज मैले त जापानिज किन खै किन लास्टै मन पर्न लागेको छ आजकल त हौ। इटा भट्टीको बाटो यहाँबाट यसो सिधा जाने होइन, सिधा जाने, अगाडि पछाडि हेरेर यसो रोड क्रस गर्ने क्या। यहाँबाट यस्तो सिधा जाने, त्यहाँबाट यस्तो साइड रोड क्रस हान्ने यताबाट होइन। यता अटो आएको रहेछ, यसरी सिधा राइट मोड्ने। दायाँ साइड मोडिसकेपछि अब दायाँ साइड मोडिसकेपछि होइन, अनि सो यो चाहिँ बस पार्क है, यो चाहिँ हाम्रो बस पार्क। यहाँबाट चाहिँ हामी गुल्मी जान्छौँ। तपाईँहरू पनि बुटोलबाट काठमाडौँ, गुल्मी, अर्घाखाँची, बर्दिया, रुकुम कहाँ जान मन छ यहीँबाट जान सक्नुहुन्छ है। तपाईँ चाहिँ टिकट काटेर आएर जान सक्नुहुन्छ। यो चाहिँ बुटोलको बस पार्क, नयाँ बस पार्क। यहाँ चाहिँ मान्छेहरू अटोमा कहाँ हो भन्दा हिँडेर आएको छन्। म चाहिँ फाइनली हाइवेमा आइसकेँ। हाइवेमा आएँ म चाहिँ, यो बुटोल हाइवे। खै त बुटोल त सुनसान छ त पो, सुनसान छ है बुटोल त। यो चाहिँ हाम्रो अङ्कलले बिहान कति मिहिनेत गर्नुभएको छ। क्या सुनसान है बुटोलमा, कोही गाडी हिँडेको छैन किनकि पानी परेर। यो चाहिँ हेर्नुहोस् न बुटोलको भ्यू, वरिपरि डाँडै होइन, डाँडा काँडा। क्या मजा आउँछ हो, बिहान मजा आउँदो रहेछ त। आज फर्स्ट टाइम हिँडेको बिहान पानीमा होइन, कति मजा आउँदो रहेछ त। हेर्नुहोस् न बुटोलको सिन, तिनो खोलाको सिन हेर्नुहोस् न। आउनुहोस् न तपाईँ पनि आउनुहोस् न बुटोलको सवारी गर्न। बुटोललाई चिन्नुहोस्, तपाईँ पनि आउनुहोस् होइन। म चाहिँ भित्रबाट जान्छु। यता पनि खोलो रहेछ है सानो, यता पनि खोलो रहेछ। मेरो चाहिँ चस्मा कहाँ अड्डेको छ हेर्नु, राधे। मलाई रक्षा गर्नु है राधा कृष्ण। मलाई पनि एउटा राधा मिलाइदिनु। म पनि तपाईँ जस्तै कृष्ण त हो नि, तपाईँ पनि मान्छे हो, म पनि मान्छे हो। तपाईँले राम्रो काम गरेर भगवान् हुनुभएको हो होइन। कति गढेको हो खुट्टा, यहाँ त लास्टै हिलो रहेछ त।
आफ्नो स्वास्थ्यको कामना गर्दै हिँड्नु होला। बुटोलमा पानी परेको छ, 7 दिन भयो है, 7 दिन बुटोलमा लगातार पानी परेको। भन्नुहोस् त, सोच्नुहोस् त, हिजो अस्तिको हालत कस्तै थियो होला। 7 दिन भयो बुटोलमा लगातार पानी परेको। 7 दिन पऱ्यो है, 7 दिन पऱ्यो बुटोलमा लगातार पानी। हेर्नुहोस् त गाइज, हेर्नुहोस् त बुटोलको तिनो खोला। आम्बो, के भएको यस्तो? आमामा, छक्कै पऱ्यो त। म त फर्स्ट टाइम बुटोलको यो बाढी आएको बेलामा खोलामा आएको त। त्यो चाहिँ हाम्रो घरतिर जान्छ है, त्यो बाढी चाहिँ यो सानो चाहिँ हाम्रो घरतिर बाढी जान्छ। हेर्नु, खासै असर पर्दैन हामीलाई चाहिँ। तिनो खोला हेर्नुहोस् त, बिचराहरू हेर्न, घर नभएर यस्तो बनाएर बस्छ, पत्थर कट्टोहरू। हेर्नुहोस् न यो बुटोलको बाढी। माथि चाहिँ गोलपार्क है, त्यो गोलपार्क हो। आम्बो, यहाँ पस्यो भने त मरिन्छ होला हो, त्यहाँ हालेर लास्टै होइन। त्यहाँ त हरि पछाड चल, यस्तो घुमाएको। यहाँ लाएर पछाड्छ, त्यहाँ पछाडेन भने हालेर पछाड्छ होइन। म त जहाँ गएँ नि नबाँदो रहेछु हो। यहाँ बग्यो भने त यार अब पौडिने ठाउँै छैन। यस्तो पुरै यस्तो छालहरू रहेछ। यहाँ त पछाड्छ, मजाले पछाड्छ खोलाले त। पछाड्छ। गाडीहरू हिँडै छ अहिले त। अब गाडीको नम्बर लाग्ने बेला भयो नि त। हाम्रो जस्तो होइन नि त, जति बेला मन लाग्यो उति बेला हेर्नु। यो चाहिँ उहाँको रङ्गशाला है, यो चाहिँ बुटोलको रङ्गशाला। तपाईँ देख्न सक्नुहुन्छ बुटोलको रङ्गशाला कस्तो छ भनेर। त्यही हो गाइज, आफ्नो 3 दिने पानी परेको छ होइन। कतिवटा जिल्लामा रेड डट देखाएको छ अरे, मौसमले चाहिँ च्यालेन्ज हानेको छ अरे। लगातार 21 गतेसम्म पानी पर्छ भनेको छ। आज कति गते मलाई थाहा भएन, मैले चाहिँ हेरेको छैन होइन। आफ्नो स्वास्थ्यको कामना गर्नु होला, ख्याल गर्नु होला। जहाँ हुनुहुन्छ परदेश विदेश, देश विदेशमा भएका दाजुभाइ तथा नेपालमा बसेका दाजुभाइहरूले आफ्नो ख्याल गर्नु होला भन्दै म चाहिँ अहिले तर्फबाट र यति भन्न चाहन्छु। म चाहिँ आज होइन, अहिले चाहिँ यो खोला सँगसँगै यो खोला हेर्दै होइन, हामी चाहिँ आफ्नो घरतिर यात्रा गर्नुपर्छ। मैले चाहिँ ज्वरो आउला है, लास्टै पानीमा भिजेको छु होइन। हिरो भनेर हिरोको इन्ट्री मारेर चाहिँ आज पानीमा भिज्दै हिँडिरहेको छु। त्यही यो आफ्नो स्वास्थ्यको पनि त ख्याल गर्नु पऱ्यो होइन। म चाहिँ यति भन्दै आजको भिडियो, यो चाहिँ हाम्रो जितगढी किल्ला है। यहाँ चाहिँ राजाहरूले आफ्नो शासन गर्नुभएको थियो लडाइँको बेलामा। आफ्नो सेनाहरू यहाँ चाहिँ खडा गर्नुभएको थियो। उहाँदेखि होइन, त्यहाँ एउटा सुरुङ छ त्यहाँ मुनि, त्यहाँदेखि उहाँ नुवाकोटसम्म सुरुङ छ क्या। हामी चाहिँ पसेको होइन, भित्र चाहिँ मान्छेको हड्डीहरू त्यहाँ अब अङ्ग्रेजहरूलाई मारेको थियो नि त पहिला यहाँ लडाइँ हुँदा, त्यहाँ खाल्टोमा पारेर। यति भन्दै अहिले चाहिँ म, यो चाहिँ जितगढी किल्ला है, मैले भनिसकेँ। यति भन्दै म चाहिँ यो भिडियो अन्त्य गर्न चाहन्छु। आफ्नो ख्याल गर्नु होला, मलाई माया गरिदिनु होला भन्न चाहन्छु। अनि सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। बाई बाई।